दर्शकबिन नमस्कार, कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ। दर्शकबिन, आजको कार्यक्रममा हामीले स्वास्थ्य सम्बन्धी तयार पारिएको रिपोर्ट, चेपाङ समुदायको बारेमा तयार पारिएको सामग्री लिएर आएका छौं। दर्शकबिन, अब हेरौं स्वास्थ्य सम्बन्धी तयार पारिएको यो स्थलगत रिपोर्ट। नेपाल सरकारले विभिन्न योजना, नीति तथा घोषणाहरू मार्फत आफ्ना केही कार्यक्रमहरू स्थानीय स्तरमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाइसकेको छ। सरकारको प्राथमिकताका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय विकास मन्त्रालय र नेपाल परिवार स्वास्थ्य कार्यक्रम दोस्रोको समन्वय, सहकार्य र सहयोगमा विभिन्न जिल्लाहरूमा स्थानीय स्वास्थ्य शासन सुदृढीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ। विगत लामो समयदेखि नेपालमा चलिरहेको केन्द्रीकृत शासन प्रणालीबाट जनतामा सेवा सुविधा पुर्याउन कठिनाई भइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय विकास मन्त्रालय र नेपाल परिवार स्वास्थ्य कार्यक्रम दोस्रोसँगको साझेदारी र समन्वयमा यो कार्यक्रमलाई अघि बढाएको हो। नेपाल परिवार स्वास्थ्य कार्यक्रम दोस्रो USAID को सहयोगमा सञ्चालित कार्यक्रम हो। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर सुधा शर्माको नेतृत्वमा एक टोलीले मध्यपश्चिमाञ्चलको दाङ, रोल्पा र प्युठानमा पुगी स्थानीय स्तरमा देखा परेका स्वास्थ्य समस्याहरूका बारेमा स्थलगत अवलोकन र अनुगमन गरेको छ। यो स्थलगत भ्रमणमा मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षेत्रीय स्वास्थ्य निर्देशक मोहम्मद दाउद पनि सहभागी हुनुहुन्थ्यो। स्थलगत भ्रमणले स्वास्थ्य सेवामा यसको प्रभावकारितामा वृद्धि हुने देखिन्छ। स्वास्थ्य सेवाको विकेन्द्रीकरण गर्ने जुन प्रक्रिया छ त्यो हामीले त्यति प्रभावकारी रूपमा गर्न सकेका छैनौं। हामीले हाम्रो धेरै स्वास्थ्य संस्थाहरू स्थानीय स्तरका उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकीहरू हस्तान्तरण गरेका पनि छौं। अहिले पाइलटकै रूपमा भए पनि 4वटा जिल्ला छानेर अझ जिल्ला विकाससँग नजिकको सहकार्य गरेर यो स्थानीय रूपमै विकेन्द्रित संस्थाहरूलाई राम्रोसँग प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्ने पाइलट चलाएको हो। त्यति हुँदै पनि अहिले जुन विभिन्न हामी जिल्लाहरू घुम्यौं त्यसमा जनताको जुन सहभागिता छ र यो स्थानीय व्यवस्थापन समितिहरू भएर एउटा सर्वदलीय सहमति, त्यहाँको स्थानीय जनताको सहभागिता आदि इत्यादिले जुन कार्यक्रमहरू सञ्चालन भइराखेका छन्, जहाँ जहाँ यस्तो सहभागिता बढी छ, जस्तो हामीले प्रत्यक्ष रूपमा रोल्पामा देख्यौं, धेरै राम्रो छ। उपस्वास्थ्य चौकीहरूमा पनि बर्थिङ सेन्टर लगायतका सेवाहरू दिएर धेरै राम्रो गरेर छ भने प्युठानमा केही संस्थामा बाहेक त्यति जनसहभागिता देखिएन र त्यसको फरक हामीले तुलनात्मक रूपमा हेर्दाखेरि प्युठान रोल्पा भन्दा अझ सजिलो हो कि जस्तो छ, तर उता झन् राम्रो देखियो। त्यसकारण जहाँ जहाँ जनसहभागिता भएको छ त्यहाँ निश्चय पनि कार्यक्रमहरू राम्रा छन् र हामीले भरसक यो विकेन्द्रीकरण गर्दै लानु त पर्छ। स्वास्थ्य सेवा प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो, तर पनि धेरै नेपालीले अझै पनि स्वास्थ्य सेवा पाउन सकेका छैनन्। नेपालको भौगोलिक बनावट र केन्द्रीकृत शासन प्रणालीका कारण पनि स्वास्थ्य सेवालाई सबैतिर प्रभावकारी बनाउन सकिएको छैन। राजधानी काठमाडौँदेखि धेरै टाढा रहेका जिल्लाहरूमा केन्द्रीय स्तरबाट समय समयमा अवलोकन, अनुगमन तथा मूल्याङ्कन गर्ने प्रवृत्ति नहुँदा जनतामा सेवा सुविधा पुर्याउनमा कठिनाई भइरहेको देखिन्छ। तर पछिल्लो समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भइरहेको बारम्बारको स्थलगत अवलोकन र अनुगमनले स्वास्थ्य सेवाको प्रभावकारिता वृद्धि हुनेमा आशावादी हुन सकिन्छ। स्थलगत अवलोकन र मन्त्रालयबाट गरिनेमा धेरै फरक छ। मन्त्रालयमा यहाँको टिम आउने, हामी कामको चापाचापा हुन्थ्यौं, कतिपय कुरा बुझिँदा पनि बुझिँदैन थियो र हामीले हाम्रा माथतका कर्मचारीहरूलाई ल यसो गरिदिनुहोस्, उहाँहरू आउनुभएको छ भनेर अराउँथ्यौं। त्यसको गाम्भीर्यता खासै बुझिँदैन थियो। जिल्लामा आउँदाखेरि चाहिँ सम्पूर्ण कुरा आफ्नै आँखाले देख्ने प्रत्यक्ष अवसर पाएँ र सबैलाई जनसमुदायदेखि लिएर प्राविधिक कर्मचारीदेखि लिएर प्रशासनिकसँग अन्तर्क्रिया गर्ने, आफैले हेर्ने र सजिला कुराहरू पनि नभइराखेको अथवा कतिपय जटिलताहरू भएको त्यो सबै हेरेर प्रत्यक्ष रूपमा यसरी राम्रो पार्न सकिन्छ भनेर जुन भन्ने अवस्था भयो, त्यो त आकाश र जमिनकै फरक छ काठमाडौँमा बसेर काम गर्ने र स्थलगत आएर काम गर्नेमा। स्थानीय स्तरमा देखा पर्ने समस्यालाई समाधान गर्नका लागि स्थानीय स्वास्थ्य शासन सुदृढीकरण कार्यक्रमको सुरु भएको हो। यस कार्यक्रमको स्थलगत निरीक्षण र अवलोकनका क्रममा सञ्चालक समितिको सक्रियता राम्रो भएको पाइए तापनि भौतिक पूर्वाधारको अभाव रहेको पाइएको बताइएको छ। निरीक्षण गर्दाखेरि मैले के देखेँ भने
अब सञ्चालक चाहिँ समितिहरू व्यवस्थापन समितिहरू चाहिँ असाध्यै एक्टिभ छन्। उनीहरू चाहिँ सेवाको लागि चाहिँ तत्परता छ, दिनुपर्छ सेवा, यसको लागि प्रभावकारी गराउनुपर्छ भन्ने कुरामा उनीहरू खटेका छन्। तर पनि अब कतिपय चाहिँ भौतिक पूर्वाधार र अब जनशक्तिको चाहिँ अभाव चाहिँ सबै ठाउँमा समस्या अब सबैले सामूहिक रूपमै चाहिँ राखेको देखियो। दाङ जिल्लामा सञ्चालन भएको स्थानीय स्वास्थ्य शासन सुदृढीकरणका लागि अभिमुखीकरण कार्यक्रममा पनि भ्रमण टोली सहभागी भएको थियो। USAID स्वास्थ्य तथा परिवार नियोजन कार्यक्रमका निर्देशक एन पेनिस्टनले आफ्नो मन्तव्य राख्नु भएको थियो। USAID's long history in Nepal, this region has had a very special partnership with USAID. This year, 2011, marks 60 years that USAID has been in partnership with the government of Nepal, Nepali people, and American people working together for the development of Nepal. Now we are supporting your work towards strengthening local health governance here in the district. And I think this is a wonderful opportunity for us to work together to help to plan and manage effectively high quality, equitable, and well-governed essential health services in this district. स्थानीय स्वास्थ्य शासन सुदृढीकरण कार्यक्रमले स्थानीय स्तरमा अधिकार प्रत्यायोजन गर्ने भएकाले पनि सेवा सुविधा पुर्याउन सहज भएको बताइएको छ। सानो कुराहरू पनि लिएर हामी स्वास्थ्य सेवा विभाग मन्त्रालय यस्ता दुनिया ठाउँमा धाउनु पर्थ्यो। त्यो समस्या नभएर अहिले आफ्नै लोकल ठाउँमै उले यो अधिकारहरू दिएको कारणले गर्दाखेरि पनि यो चाहिँ एकदम सहज र सजिलो जस्तो लाग्यो। स्थानीय स्तरमा जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला विकास समिति मार्फत कार्यक्रम गरिने भएकाले यसको प्रभावकारिता बढेको पाइन्छ। यो कार्यक्रममा स्थानीय स्तरको साधन तथा स्रोतको प्रयोग हुने भएकाले यसको सफलता हुने देखिन्छ। खास गरेर त स्थानीय नेतृत्व विकास गरेर क्षमता विकास गरेर स्थानीय जीविकाबाट यो कार्यक्रम सञ्चालन हुने भएकोले स्थानीय स्तरकै सबै युज हुने भयो र यसमा केही लागत सहभागिता जस्तो पनि गाविस र जीविकाको भएको हुनाले यो कार्यक्रम सफल होला र राम्रो छ जस्तो लाग्यो। हाम्रो निडहरू के हो अथवा रोल्पाको एउटा ग्राउन्ड रियालिटी र दाङ अथवा कपिल वस्तुको फरक हुन सक्छ भने विकेन्द्रीकरण हुन बित्तिकै यसले हाम्रो योजनाहरूको छनौट हैन हाम्रा कार्यक्रमहरूलाई बढी जनसहभागितामूलक बनाउने र त्यसको कार्यान्वयन पक्षलाई सुदृढ बनाउनु भएको हुनाले विकेन्द्रित भएको कारणले नै यो अझ बढी सफल भएको हो भन्ने मलाई लाग्छ। टोलीले स्थानीय समुदायसँग बसेर अन्तर्क्रिया तथा छलफल मार्फत स्थानीय स्तरका स्वास्थ्य समस्या बुझ्नुका साथै जीवन उपयोगी कक्षाका सहभागीहरूसँग पनि छलफल गरेको थियो। आमाहरूलाई चाहिँ जम्मा गर्न पनि गाह्रो हुने त्यो भएको कारणले मैले स्वास्थ्य व्यवस्थापन समितिमा ल्याए पनि त्यहाँबाट स्वास्थ्य व्यवस्थापन समिति जानुहुन्छ सरकारवाला व्यक्तिहरू सबलाई जम्मा गरेर उहाँहरूलाई बोलाएर पनि अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्छ। साक्षरता र जीवन उपयोगी सिप कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल परिवार स्वास्थ्य कार्यक्रम दोस्रोद्वारा सञ्चालित कार्यक्रम हो। स्थानीय स्तरमा सञ्चालनमा आएको साक्षरता र जीवन उपयोगी सिप कार्यक्रमले समाजको वातावरणमा परिवर्तन आएको छ। यी बेलकुमारी चौधरी आफू अपाङ्ग भए पनि आफूले जानेको र सिकेको कुरा अरूलाई सिकाउन पाउँदा दङ्ग छिन्। मलाई लाग्छ आफूले पढेर सिकेर मात्रै नभएर आफ्नो दिदी बहिनीहरूलाई मैले सिकाएको छु र उहाँले पनि सिक्नु भएको छ। त्यही नै मेरो लागि सबभन्दा ठुलो कुरा भइरहेछ। मैले आफ्नो पैसा भनौँ पैसाको मुख मात्रै नभएर म समाज सेवी बन्न पनि चाहन्छु, समाज सेवा गर्न पनि चाहन्छु, गरेको पनि छु। कक्षामा 21 जना मात्र सहभागी भए तापनि हिँड्दा डुल्दा समेत आफूले स्वास्थ्य तथा सरसफाइका बारेमा अरूलाई सिकाउने गरेको बताउँदछिन्, जसले गर्दा पनि समाजमा पहिले र अहिलेको अवस्थामा धेरै परिवर्तन पाउन सकिन्छ। चर्पीको प्रयोग त सबैको थिएन, चर्पी बनाउनु भयो, बनाए तापनि सफा तरिकाले प्रयोग गर्न सिक्नु भएको थिएन, सिक्नुभयो। र अर्को कुरा जुन हात धुने तरिका छ
त्यो पनि एकदम सिक्नुभयो र घर आँगन वरिपरि के त सरसफाइ पनि एकदम गर्नुभयो। साक्षरता र जीवन उपयोगी सिपका कारण आफूहरूले धेरै कुरा सिकेको बताउँदछन् यहाँका साक्षरता कक्षाका सहभागीहरू। पहिला केही पनि जानेका थिएनौँ, गर्भवती कतिपटक चेक गराउनु पर्छ, अनि सुत्केरी अवस्थामा कस्तो खतरा लक्षण देखिन्छ भनेर केही थाहा पाएका थिएनौँ। अब थाहा पायो पनि पहिले त अब यस्तो बच्चा जन्मिँदाखेरि बिगौती दुध फाल्ने पठाउँथे, अब बच्चा जन्माएपछि नफाल्ने भनेर सिकायौँ अरूलाई। साक्षरता र जीवन उपयोगी सिप कक्षाका कारण समाजका साथै यहाँका व्यक्तिहरूको व्यवहारमा समेत परिवर्तन भएको बताउँछन् यी स्थानीय कालीमान चौधरी। धेरै जसो फोहोर थियो है, हामी सरसफाइ स्वास्थ्य सम्बन्धी मात्रै अब यो कक्षा सञ्चालन भएको हुँदा राम्रोसँग त्यो पढाएर त्यो सरसफाइ सम्बन्धी थाहा पायौँ। सरसफाइ सम्बन्धी थाहा पाएर हामी आफ्नो गाउँ घर आँगन सरसफाइ गर्ने, कुवा पानी सबै सफा गर्ने, सकभर उमालेर खानुपर्ने बानी बसाल्यौँ। भ्रमण टोलीले दाङ जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा अध्ययन तथा अवलोकन गरिसकेपछि रोल्पा जिल्लातर्फ प्रस्थान गरेको थियो। सोही अवसरमा भ्रमण टोलीले 700 सखी प्राथमिक स्वास्थ्य केन्द्र होलेरी तथा स्वर्गद्वारी स्वास्थ्य चौकी स्वर्गद्वारी खालको अवलोकन तथा अनुगमन गरेको थियो। सोही अवसरमा भएको छलफल कार्यक्रममा स्थानीय बासिन्दाले स्थानीय स्तरमा स्वास्थ्य सेवामा देखा परेका समस्याहरू राखेका थिए। हाम्रा आवश्यकताहरू